सबैजनाले समय गाउनु पर्यो है न्याउली बनैमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा फेरि हल्ला चाहियो हल्ला तेरा सलेरु आउँछ हँसाउँछ जुन लायो झलक हो भर्नाउनी मायासँग बसेको अलक माया पै मनबाट रसाउँछ तेरा सलेरु आउँछ हँसाउँछ जुन लायो झलक हो भर्नाउने मायाहरू किन हो गमक हो भर्नाउने मायासँग बसेको हल्ला चाहियो हल्ला हजुरहरूसँगै गाउनु पर्यो क्या मसँग स्वागतम सुस्वागतम। आज यस गण्डकी बहुप्राविधिक शिक्षालय र विद्यार्थीहरूद्वारा आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा विभिन्न विधामा आफ्नो अध्ययन पूरा गरेर सुनौलो भविष्यतर्फ लाग्नुभएका हाम्रो अग्रजहरूको विदाई कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पाल्नुहुने सम्पूर्णमा म सामान्य चिकित्सा दोस्रो वर्ष अध्ययनरत छात्र प्रसिद्धि ओझा, म सिभिल इन्जिनियरिङ तर्फ दोस्रो वर्षमा अध्ययनरत छात्र सबिन विश्वकर्मा हाम्रो तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। अब ढिला नगरिकन म आसन ग्रहणको क्रमलाई अगाडि बढाउन चाहन्छु। कार्यक्रममा सभाध्यक्षको भूमिका निर्वाह गरी कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनु हुनका निम्ति म गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक हाम्रो मार्गदर्शक आदरणीय डाक्टर टेक नारायण पौडेलजीलाई विनम्र अनुरोध गर्दछु। हामीले प्रमुख अतिथिको रूपमा पोखरा महानगरपालिकाका नगर प्रमुख तथा गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष आदरणीय हाम्रो अभिभावक नगरपिता धनराज आचार्यज्यूलाई निमन्त्रणा गरेका थियौँ, तर उहाँ आफ्नो कार्य व्यस्तताका कारण उपस्थित हुन पाउनु भएन। उहाँलाई पनि सम्झिँदै म विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास प्रेमी श्री मुक्तिराम अर्यालज्यूलाई विनम्र अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन गण्डकी बहुप्राविधिक शिक्षालयका संस्थापक अध्यक्ष तथा पोखरा महानगरपालिकाका पूर्व मेयर श्री मान बहादुर जीसीज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिको रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अतिथिको रूपमा पोखरा महानगरपालिका वडा नम्बर 29 का वडाध्यक्ष श्री प्रसाद गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
अतिथिमा आसन ग्रहण गरिदिनु हुन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी गण्डकी प्रदेशका उपनिर्देशक डाक्टर मीना भट्टज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिको रूपमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख तथा सञ्चालक समिति सदस्य श्री हेमप्रसाद आचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। अतिथिको आसन ग्रहण गरिदिनु हुन गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समिति सदस्य श्री प्राध्यापक डाक्टर सरस्वती न्युपाने शर्माज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समिति सदस्य श्री छत्रधर आत्रेयज्यूलाई विनम्र अनुरोध गर्दछु। अतिथिकै रूपमा सञ्चालक समितिका सदस्य तथा जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री शेखरनाथ शर्माज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख श्री भरतराज पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। गण्डकी बहुप्राविधिक शिक्षालयका पूर्व प्रशिक्षक गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका इन्जिनियर आदरणीय मनोज पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। कृपया मञ्चमा आएर आसन ग्रहण गरिदिनु होला। गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुखको भूमिकामा रहनुभएका आदरणीय गुरु सरोज अधिकारीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। गण्डकी बहुप्राविधिक शिक्षालयका लेखा अधिकृत आदरणीय रविन्द्र अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिनु हुन आदरणीय मानबहादुर जीज्यूका छोरा आदरणीय अशोक जीज्यूलाई विनम्र अनुरोध गर्दछौँ। अतिथिकै आसन ग्रहण गरिदिनु हुन पोखरा टेलिभिजनका प्रतिनिधि आदरणीय अशोक अधिकारीज्यूलाई विनम्र अनुरोध गर्दछौँ। अतिथिको आसन ग्रहण गरिदिनु हुन स्वास्थ्य महाशाखा लेखा अधिकृतज्यूलाई विनम्र अनुरोध गर्दछौँ। रूपमा सुरुवात गरिदिनु हुनका लागि दीप प्रज्वलनसहित ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमका विशेष अतिथि आदरणीय पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालज्यूलाई विनम्र अनुरोध गर्दछु। जोरदार ताली बजाएर साथ दिनुहोला। शिक्षालयका शैक्षिक प्रमुख आदरणीय सरोज अधिकारीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। नगइरहेको यस स्वागत तथा विदाई कार्यक्रममा म यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु र जति पनि विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ यसै वर्षदेखि शिक्षालयमा आफ्नो विभिन्न विषयहरूमा भर्ना भई उच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ शिक्षालयलाई रोजेर आउनुभएको छ। यहाँहरूलाई अगाडिको दाइ दिदीहरूले सोही अनुसारको चाहिँ अनुकूल वातावरण प्रदान गर्नुहुनेछ। शिक्षक साथीहरूले त्यही अनुसारले चाहिँ तपाईँहरूलाई गाइड गर्नुहुनेछ भन्ने कुरामा मैले पुनः विश्वास लिएको छु। तपाईँहरूको भविष्यको लागि हामी निरन्तर प्रयासमा नै लागिरहनेछौँ। तपाईँहरूलाई कुनै अवस्थामा बाधा अर्चन गर्न दिने छैनौँ। त्यसको लागि पनि म तपाईँहरूलाई विश्वस्त रहन अनुरोध गर्न चाहन्छु। त्यसै गरी शिक्षालयका विभिन्न विषयहरूमा भर्ना भएर विदाई हुन लाग्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँहरूको यो विदाई भनेको एउटा शैक्षिक कार्यक्रमको अन्त्य मात्रै हो। पठन पाठनको एउटा तह चाहिँ पुरा गरेर तपाईँहरू जान लागिरहनु भएको छ। तपाईँहरूसँग हामी पछिल्ला दिनहरूमा पनि जोडिनेछौँ। यसै गरी तपाईँहरूले जुन प्रगति गर्दै जानुहुनेछ यसले शिक्षालयको नामलाई चाहिँ अझै उज्यालो बनाउनेछ। तपाईँहरूको पुनः सफलताको चाहिँ म शुभकामना व्यक्त गर्न चाहन्छु। जहाँ पनि जानुहुनेछ तपाईँहरूले शिक्षालयको नामलाई चाहिँ गौरवान्वित बनाउनुहुनेछ। हामी सबैलाई चाहिँ हाम्रो विद्यार्थी हुन्, उसले चाहिँ यस्तो राम्रो गर्यो भन्ने कुराको चाहिँ
तपाईँहरूले चाहिँ त्यो खालको वातावरण सिर्जना गर्नुहुनेछ भन्नेमा पनि म पुनः आशावादी छु। त्यसै गरी हामीले हाम्रो यस कार्यक्रममा शिक्षालयमा विभिन्न समयमा योगदान पुर्याउनु हुने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौँ। यही स्वागत तथा विदाई कार्यक्रमकै अवसरमा यो विद्यार्थीहरूको कार्यक्रम हो, तथापि हामीले हाम्रो शिक्षालयलाई यो अवस्थामा आइपुग्नको लागि जुन मद्दत गर्नुभएको छ हिजोको दिनदेखि नै उहाँलाई चाहिँ हामीले सम्मान गर्ने कार्यक्रम पनि राखेका छौँ। यो कार्यक्रममा पनि जति पनि उपस्थित महानुभावहरू हुनुहुन्छ सम्पूर्णलाई एकपटक पुनः मेरो व्यक्तिगत तर्फबाट, शिक्षालयको तर्फबाट र पोखरा महानगरपालिकाको तर्फबाट स्वागत गर्दै मेरो भनाइ चाहिँ यही अन्त्य गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। भर्खरै हामी माझ उपस्थित हुनुभएको छ गण्डकी बहुप्राविधिक शिक्षालयका पूर्व निर्देशक एवं गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक आदरणीय लक्ष्मण तिमिल सिन्हाज्यू, यहाँले अतिथिको आसन ग्रहण गरिदिनु न। कोइलीको जस्तो भाका छ मृग नयनी आँखा छ, कोइलीको जस्तो भाका छ मृग नयनी आँखा छ, मनोरञ्जनको त कुरा छोडौ हेरौ हेरौ लाग्ने उनीहरूको नाच छ, मनोरञ्जनको त कुरा छोडौ हेरौ हेरौ लाग्ने उनीहरूको नाच छ। अबको पालोमा भने आफ्नो स्वागत नृत्य लिएर आउँदै हुनुहुन्छ यसै शिक्षालयको दोस्रो वर्षमा अध्ययनरत छात्रहरू अस्मिता विश्वकर्मा, वन्दना लम्साल, परीक्षा गुरुङ, निस्मा आले मगर। उहाँहरूको समूहलाई यस स्टेजमा जोरदार तालीले स्वागत गर्न चाहन्छौँ। प्रधानाध्यापक गङ्गाधर बरालज्यू आइपुग्नु भएको छ। यहाँले अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य दिनुहुन सिभिल इन्जिनियरिङ 5औं सेमिस्टर अध्ययनरत अग्रज आदरणीय आयुष्का थापा मगरलाई विनम्र अनुरोध गर्दछु। सबैभन्दा पहिला आज यस गौरवपूर्ण कार्यक्रम आयोजनाको माहौल मिलाइदिनु भएकोमा सम्पूर्ण क्याम्पस प्रशासन र विद्यार्थी साथीहरूलाई धन्यवाद दिन चाहन्छौँ।
प्रिय नयाँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले आफ्नो भविष्य निर्माणमा यस कलेज रोज्नु भएको छ। तपाईँहरू केवल यस कलेजका विद्यार्थी मात्र नभएर हामी सबै एकै परिवारका सदस्य हौ। तपाईँहरूको सपना, लक्ष्य र सम्भावनालाई उचित मार्गदर्शन, ज्ञान र अवसर प्राप्त गर्ने वातावरण यस कलेजले दिलाउने कुरामा विश्वास रहनुमा अनुरोध गर्दछु। आज हामीले हाम्रो दाइ दिदीहरूलाई बिदाई गर्दै उनीहरूका अमूल्य योगदान सम्झनेछौँ, जसले हाम्रो कलेजलाई समृद्धि र प्रगतिको पथमा अगाडि बढाएको छ। साथै नयाँ भाइ बहिनीहरू पनि हार्दिक स्वागत गर्दै उनीहरूका उत्साह र सक्रिय सहभागितालाई प्रोत्साहित गर्नेछौँ। हामी आशा गर्छौँ कि यो कार्यक्रमले हामीलाई अझ एकतावृत्त बनाउनेछ, हाम्रो सम्बन्धलाई अझ मजबुत पार्नेछ र हामी सबै मिलेर भविष्यतर्फ उत्साहित भएर अगाडि बढ्नेछौँ। तपाईँहरूको साथ, सहयोग र सहकार्य अविस्मरणीय रहनेछ। जहाँ पनि रहनुहुनेछ, स्वास्थ्य रहनुहोस्, प्रगति गर्नुहोस् र हामीलाई सदैव सम्झनुहुनेछ भन्ने आशा व्यक्त गर्दछौँ। अन्त्यमा पूर्ण भाइ बहिनीहरूलाई स्वागत र दाइ दिदीहरूलाई न्यानो विदाई कार्यक्रम आयोजनामा साथ दिने कलेज प्रशासन, शिक्षक र आयोजकलाई स्मरण गर्दै र हाम्रो स्थानीय प्रशासन पोखरा महानगरपालिकालाई न्यानो अभिवादन गर्न चाहन्छौँ। सबैले धन्यवाद व्यक्त गर्दै हामी यो कार्यक्रमलाई स्मरणीय र प्रेरणादायक बनाउन इच्छुक छौँ। हामीलाई यो अवसर मिलाइदिनु भएकोमा धन्यवाद दिँदै उपस्थिति रहनुहुनेलाई यस कार्यक्रममा स्वागत गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। बिरामी हुँदा औषधि फार्मेसिस्टले दिनेछिन्। बिरामी हुँदा औषधि फार्मेसिस्टले दिनेछन्। फार्मेसीका छात्रहरूले अब निकै राम्रो प्रस्तुति लिएर आउँदैछन्। फार्मेसीका छात्रहरूले अब निकै राम्रो प्रस्तुति लिएर आउँदैछन्। फार्मेसी दोस्रो वर्षमा अध्ययनरत छात्रहरू पुष्पा गुरुङ, समीक्षा परियार, सृजना मगरको समूहलाई यस स्टेजमा हार्दिक स्वागत गर्न चाहन्छौँ। हामी जोरदार तालीले उहाँलाई स्वागत गरौँ। सरोज अधिकारी सरलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यो सम्मान कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। गण्डकी बहुप्राविधिक शिक्षालयका संस्थापक अध्यक्ष तथा पोखरा महानगरपालिकाका पूर्व मेयर, यस शिक्षालयलाई बनाउनुपर्छ भन्ने योजना बनाउने योजनाकार मानबहादुर जीसीज्यू, उहाँलाई हामीले सम्मान गर्न गइरहेका छौँ। सम्मानको लागि शिक्षालयका निर्देशक एवं यस कार्यक्रमका सभाध्यक्ष टेकनारायण सरलाई म हार्दिक अनुरोध गर्दछु। साथै यस कार्यक्रममा सम्मान गरिदिनु हुनको लागि हाम्रो विशेष अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सरलाई म अनुरोध गर्दछु। त्यसै गरी सम्मान कार्यक्रममा सरिक भइदिनु हुनको लागि पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्मान ग्रहण गरिदिनु हुन मानबहादुर जीसीज्यूलाई म अगाडि बोलाउँछु। म सम्मान पत्रलाई एकपटक पढेर सुनाउन अनुमति चाहन्छु। पोखरा महानगरपालिका र प्राविधिक शिक्षा तथा सम्मान पत्र श्री मानबहादुर जीसीज्यू, पोखरा 28 कास्की, पोखरा महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीको साझेदारीमा सञ्चालित यस गण्डकी बहुप्राविधिक शिक्षालयको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्नुका साथै 2079 जेठ 14 गतेसम्म अनवरत रूपमा अध्यक्ष पदमा रही शिक्षालयको वृद्धि विकासमा यहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।
यससँगै जोड्ने अनुमति चाहन्छु। यसै वर्षदेखि हामीले शिक्षालय वर्ष सम्मान 2000 शिक्षा पूर्व निर्देशक श्री लक्ष्मण तिमिल सिन्हाज्यू उहाँलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। साझेदारीमा सञ्चालित यस गण्डकी बहुप्राविधिक शिक्षालयमा स्थापना कालदेखि 2082 जेठ 26 गतेसम्म अनवरत रूपमा निर्देशक पदमा रही 2 पटकसम्म शिक्षालयलाई इन्जिनियरिङतर्फ नेपालभरबाट उत्कृष्ट बनाउनुको साथै शिक्षालयको वृद्धि विकासमा यहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै शिक्षालय सम्मान 2082बाट यहाँलाई सम्मानित गरिएको छ। इन्जिनियरिङ विषयको कार्यक्रम संयोजकको रूपमा रही शिक्षालयलाई इन्जिनियरिङतर्फ नेपालभरबाट उत्कृष्ट बनाउन तपाईँ श्री इन्जिनियर मनोज पौडेलले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। यहाँको उत्तरोत्तर प्रगति एवं समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई निरन्तरता दिन गइरहेका छौँ। विद्यार्थीलाई खादा बढाएर स्वागत गरिदिनु हुन शिक्षालयका निर्देशक डाक्टर टेक नारायण पौडेलज्यूलाई विनम्र अनुरोध गर्दछु। साथै सहयोग गरिदिनु हुन शर्मिला सिग्देल चालिसा म्याम, अनिल अधिकारी सरलाई हार्दिक अनुरोध गर्दछु। अनिल अधिकारी सर स्टेजमा आइदिनु होला। कृपया सबैले जोरदार तालीले हाम्रो नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरौँ। गाउँदेखि सहरमा भविष्य कोर्ने रहरमा, गाउँदेखि सहरमा भविष्य कोर्ने रहरमा गण्डकी बहुप्राविधिक नै रोज्यौ गुणस्तर र विश्वासको आधारमा, गण्डकी बहुप्राविधिक शिक्षालय नै रोज्यौ गुणस्तर र विश्वासको आधारमा। हाम्रो नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक 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 स्वागत गर्न चाहन्छौँ। यसै गरी डिप्लोमा इन फार्मेसीतर्फ खादा लगाएर डिप्लोमा इन फार्मेसीतर्फ म नाम बोलाउन गइरहेको छु। खादा लगाएर स्वागत गरिदिनु हुन अनिल अधिकारी सरलाई विनम्र अनुरोध गर्दछु। आरती थापा बानिया, आशुतोष घिमिरे, अविनाश शाह, अमिषा गुरुङ, अनिता कोइराला, अञ्जली गुप्ता, अञ्जना अधिकारी, अङ्किता आचार्य, अंशु कुमार मुखिया, सिभिल इन्जिनियरिङतर्फ सहजीकरणका लागि कृष्ण धिताल सरलाई र सन्दीप सरलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। मेरो साथीहरू, म नाम भन्छु, हजुरहरू चाहिँ अगाडि स्टेजमा आइदिनु होला। डिप्लोमा इन सिभिल इन्जिनियरिङ फर्स्ट सेमेस्टरका भाइ बहिनीहरू अभिषेक रिजाल, एन्जल राणा, आस्था भट्टराई, भूमिका पौडेल, विज्ञान आचार्य, नितेश कुमारले, प्रेम दमाई, राजन रोकाया, रोहित नेपाली, सन्दीप श्रेष्ठ, उहाँहरूलाई जोरदार तालीले यस स्टेजमा स्वागत गरौँ। मन्तव्य दिनु हुनको लागि पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री श्री प्रसाद गुरुङज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आयोजना गरिएको विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम अध्यक्ष एवं शिक्षालयको निर्देशक कार्यक्रमका विशिष्ट अतिथि
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतज्यू, विशिष्ट अतिथि हाम्रो यस शिक्षालयका परिकल्पनाकार, देशको भविष्यलाई कसरी अगाडि बढाउने, शैक्षिक यात्रा सँगसँगै तपाईँको आफ्नो देशको भविष्यलाई कस्तो बनाउने भन्ने कुरा तपाईँको आफ्नो हातमा छ। त्यसले गर्दा अहिले हाम्रो देश यो विषम परिस्थितिमा रहेको छ। यो विषम परिस्थितिको मुलुकलाई कसरी बढाउनु भन्ने यो जेनजी पुस्ताले हिजो जुन भदौ 23 र 24 गते जेनजी पुस्ताहरूको एउटा उद्देश्य थियो, भ्रष्टाचार निवारण, सुशासनको व्यवस्था भन्ने जुन उद्देश्य थियो, त्यो उद्देश्य अनुरूप जुन आन्दोलनको आयोजना गरिएको थियो, त्यो आन्दोलन सम्भवतः पछि कतै एउटा किडन्याप हुन पुग्यो या के पुग्यो, अहिले देश चाहिँ विषम परिस्थितिमा छ। अब यसलाई कसरी जोडेर लैजाने, अब यसलाई चाहिँ विकसित मुलुक बनाउनको निम्ति यो प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको चाहिँ हातमा यो देशको भविष्य रहेको छ। यसका लागि तपाईँहरूलाई म यो अनुरोध गर्न चाहन्छु, तपाईँहरूले यसको भविष्यलाई चाहिँ बढाएर अगाडि बढाउन यहाँहरू सबैलाई सफलता मिल्न सकोस्, यसका लागि पनि म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। अब यो प्राविधिक शिक्षालय हामीले स्थापना कालदेखि स्थापना गर्दा हाम्रो पूर्व मेयर साहब यसको परिकल्पनाकार हुनुहुन्छ, तर यसको जग्गाको खोजी गर्दै जाने क्रममा हामीले अहिले म यो प्राविधिक शिक्षालयको सञ्चालक समितिको सदस्यको रूपमा पनि आएको छु र यसलाई हामीले यसलाई जग्गा अध्ययन अवलोकन गर्दा पोखरा महानगरपालिका वडा नम्बर 29ले यो प्राविधिक शिक्षालय भवन निर्माणको निम्ति यो प्राविधिक शिक्षालयलाई विकास गर्दै लैजानुपर्छ भन्ने हिसाबले हामीले पोखरा महानगरपालिका वडा नम्बर 29ले यसलाई झन्डै 14 रोपनी क्षेत्रफल जमिन हामीले उपलब्ध गराउन सक्यौँ। यसको चाहिँ प्राविधिक कठिनाइहरूको कारणले गर्दाखेरि त्यो भवनहरू सुचारू रूपमा अगाडि बढ्न सकिरहेको छैन, यसले अलिकति केही कठिनताहरू चाहिँ सिर्जना गरिरहेको छ। यद्यपि त्यसको अलावा पनि हामीले जनप्रकाश माध्यमिक विद्यालयको पनि म व्यवस्थापन समितिको सदस्य रहेको नाताले हामीले त्यहाँबाट त्यहीभित्र चाहिँ यसलाई चाहिँ सुरुवात गरेर स्थापना गरेर हामीले अगाडि बढिरहेका छौँ। अब निकट भविष्यमा पनि यसको भवन निर्माण कार्यहरू अगाडि बढ्दै भविष्यमा यसलाई सम्पन्न गर्न सक्दैछ र यसलाई अझै व्यवस्थित रूपले विकास गरेर लैजान सकिन्छ भन्ने हामीले विश्वास लिएका छौँ। यद्यपि यसका अलावा पनि हाम्रो तत्कालीन चाहिँ हाम्रो संस्थापक निर्देशक लक्ष्मण तिमेल सिन्हाजी र पूर्व मेयर साहबको चाहिँ अथक प्रयासबाट त्यहाँको व्यवस्थापन समितिको सबैको अथक प्रयासबाट पनि यसलाई चाहिँ राम्रो नतिजा हासिल गर्न यो गण्डकी बहुप्राविधिक शिक्षालयले सफलता हासिल गर्न सफल भएको छ। यसका निम्ति म पूर्व संस्थापकज्यूहरूलाई पनि हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु, बधाई दिन चाहन्छु। अब अहिले भर्खरै हाम्रो टेकनारायण पौडेल, डाक्टर टेकनारायण पौडेल साहबको आगमन भएको छ। यहाँलाई म पोखरा 29को तर्फबाट पनि यो सब विद्यालय यो प्राविधिक शिक्षालयमा हार्दिक स्वागत गर्न चाहन्छु र बधाई पनि दिन चाहन्छु। भने हामी इसिडी र बिसिडीमा अध्ययनरत सम्पूर्णलाई क्रमशः नाम लिएर यहाँ बोलाउनेछौँ। क्रमशः रूपमा आइदिनु होला। यसै गरी सहजीकरणका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी गण्डकी प्रदेशका उपनिर्देशक डाक्टर मीना भट्टज्यू र गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालन समिति सदस्य श्री प्राध्यापक डाक्टर सरस्वती न्युपाने शर्माज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। बिल्डिङ कन्स्ट्रक्सनतर्फ हुनुहुन्छ आकाश थारू, अजय थापा मगर, असीम भुजेल, बसन्त भुजेल, विस्मिता परियार, ब्रिजेश बसेल, चरणबहादुर श्रेष्ठ, कमल पाण्डे, पुनम पुन, सफल सेवा, सौरभ तामाङ, टङ्कनाथ शर्मा भने इसिडीतर्फ हुनुहुन्छ। अनुराग गुरुङ पनि बिल्डिङ कन्स्ट्रक्सनतिर हुनुहुन्छ भने इसिडीतर्फ हुनुहुन्छ अनिसा तिवारी, दीक्षा भुजेल, दीपा भट्टराई, घट्टिका विश्वकर्मा, कोपिला विक, कुसुम रखाली, ममता सुनार, मनिषा रेग्मी गौतम, नविता गिरी, निर्मला विक, रविना श्रेष्ठ, रेजिना पौडेल घिमिरे, सङ्गीता गहतराज, सन्तोषी गौतम शर्मा, सरस्वती सिक्देल, सरस्वती विक, स्मृति विश्वकर्मा, सृजना सुवेदी, सुनिता थापा, सुनिता कुन्वर, डाङ्गी श्रेष्ठ। कृपया क्रमशः रूपमा अघि आइदिनु होला। सम्पूर्ण महानुभावहरूले उहाँहरूलाई तालीका साथ स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
तथा विद्यार्थीहरूमा गण्डकी बहुप्राविधिकमा हजुरहरूको पढाइ र बसाइ एकदम सुखद र फलदायी होस् भन्ने हामी अपेक्षा गर्दछौँ र आशा पनि गर्दछौँ है। गण्डकी बहुप्राविधिक शिक्षालयमा तेस्रो वर्षमा अध्ययनरत छात्र अन्जु गुरुङ र दिलमाया विक शुभकामना मन्तव्य राखिदिनु हुनका लागि गण्डकी बहुप्राविधिक शिक्षालयका संस्थापक अध्यक्ष तथा पोखरा महानगरपालिकाका पूर्व मेयर आदरणीय मान बहादुर जीज्यूलाई विनम्र अनुरोध गर्दछु। म यहाँलाई के भन्न चाहन्छु त यसो हेर्दा संसदले हेर्दाखेरि साथै भनेको संविधान हाम्रो यो प्राविधिक शिक्षालयले लागू गरेछ। सबै समावेशी खालको विभिन्न वर्गका मान्छेहरू यहाँ उपस्थित भएर शिक्षा लिएका त्यो देख्दाखेरि मलाई खुसी लाग्यो। अब अझै थप बढीभन्दा बढी त्यस्तो होस् भन्ने शुभकामना दिन चाहन्छु। र म के भन्न भन्दाखेरि त्यो बेला मात्रै सफल भइदिएछ। तपाईँहरू यहाँबाट देखिसके पछाडि यो जनशक्ति कहाँ निक्लिएको हो भन्दाखेरि गण्डकी बहुप्राविधिक शिक्षालयबाट आएको सुन्न पायौँ भने त्यहाँभन्दा आनन्द कहिले हुने छैन। त्यो इमेज यहाँले कायम राख्नुहुनेछ भन्ने म यहाँसँग विश्वास गर्न चाहन्छु। र म यो व्यवस्थापनलाई पनि दुईवटा कुरा राख्न चाहन्छु। के भन्दाखेरि हामीले राखेको भनेको स्थानीय तहमा प्राविधिकहरू चाहिने र साह्रै अभाव भएको बेलामा स्थानीय तहमा हाम्रो प्राविधिकहरू हो भनेर त्यो प्राविधिक शिक्षालय सुरु भएको हो। त्यसलाई पुरा गराउनुको लागि मलाई लाग्छ हाम्रो पोखरामा भएको प्राविधिक शिक्षालय आज नवलपरासी दिएको छ। त्यो नवलपरासीमा गएर आफै अस्ति 15 दिन बसेर आएँ। त्यो हेर्दाखेरि साँच्चै त्यो पोखरामा भएको भए कतिलाई राहत हुन्थ्यो होला भन्ने लाग्यो। अब अहिले लाएर मात्रै के गर्नु। त्यसो भएर म यहाँसँग के भन्छु भन्दाखेरि तपाईँहरूको प्रतिष्ठानमा हामी त घुम्ने मान्छे हो, हरेक ठाउँमा पुगेका हुन्छौँ। आजसम्म पोखरा भयो यो गण्डकी प्राविधिक शिक्षा विद्यालयले निकालेका प्राविधिकहरू साँच्चै हेर्न लायक मान्न योग्य लायक हुन्छन्। नेपालमा के छ भन्दा प्राविधिक भनिसकेपछि नाटक पनि चल्छ। त्यो आजकल त्यस्तो भएको छ। त्यसलाई चाहिँ तपाईँहरूले जोड्नुहोस्, अति राम्रो हुन् भन्ने मान्नुहोस्। त्यसैमा हाम्रो गर्व रहनेछ, पोखराको जीविका हुनेछ भन्ने म यहाँसँग अनुरोध गर्न चाहन्छु। कहिल्यै पनि खानु नपाए पनि पोखराको सिट ढुक्ने काम तपाईँले नगर्नु होला भन्ने यहाँसँग अनुरोध गर्न चाहन्छु। र यहाँको उज्जवल भविष्यको कामहरू मेरो भनाइ गर्छु। धन्यवाद। राखिदिनु हुनका निम्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी गण्डकी प्रदेशका उपनिर्देशक श्री
डाक्टर मिना भट्टज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कामको संसार र सिकाइको संसारलाई जोड्ने यस साझेदारी शिक्षालयको रूपमा स्थापना गर्नको लागि हाम्रो पूर्व मेयर साहबले एकदमै योजनाकार पूर्व मेयर साहब पनि मैले आज यस कार्यक्रममा उपस्थित हुनुभएको देखेँ। यसको लागि एकदमै हृदयदेखि नै उहाँलाई धन्यवाद दिन चाहन्छु। र तपाईँहरूले मलाई एकदमै खुसी लागेको कुरा एकदमै एकाडेमिक निर्देशक पाउनुभएको छ। एकाडेमिक निर्देशक पाउनुभएको छ। यो एकाडेमिक निर्देशकले पक्कै पनि तपाईँहरूको शिक्षाको गुणस्तरलाई चाहिँ सुनिश्चितता गर्नको लागि चारैतर्फ चौतर्फी रूपमा चाहिँ विश्लेषण गरेर अगाडि बढ्नुहुनेछ। यसको लागि हामी चाहिँ सिटिभिटी गण्डकी प्रदेश कार्यालय र सिटिभिटी केन्द्रीय कार्यालय सिटिभिटीले चाहिँ के गर्छ, निरन्तर सहयोग र समन्वय सहकारीमा हामी तत्पर छौँ। हामीले यहाँ चाहिँ प्रतिबद्धता जाहेर पनि गर्दछौँ। यो शिक्षालयको मेरो एकदमै ठुलो अपेक्षा छ, एउटा मात्रै अपेक्षा छ, देशभरि महानगरपालिकाले चलाएको शिक्षालयमध्ये नमुना शिक्षालय बनोस् भन्ने मेरो चाहिँ एकदमै ठुलो इच्छा छ। यो इच्छा तुरुन्तै पुरा हुनेछ भन्ने मैले आशा पनि गरेको छु। नमुना यो मानेमा नमुना कि यो संस्थाले यहाँ चाहिँ एकदमै हो, हामी महानगरपालिकाले चाहिँ सञ्चालन गरेको हो, स्थानीय सरकार हुन्छ। सरकार भनेको हाम्रो एउटा राजनीतिक तवरबाट चाहिँ आएर चाहिँ बन्ने गरेको छ नेपालमा। हाम्रो संविधान त्यही अनुसारको छ। तर यो शिक्षालय पढ्ने ठाउँ हो, सिक्ने ठाउँ हो। तपाईँ विद्यार्थीहरू जति पनि हुनुहुन्छ भर्खर यहाँ चाहिँ पढ्नलाई आउनुभएको छ, यस वर्ष भर्ना हुने अध्ययनरत गरिरहनुभएका, यहाँबाट बिदाई भएर जान लाग्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई म एउटा विनम्र अनुरोध के गर्न चाहन्छु भने राजनीतिक दलहरूको राजनीति शिक्षालयमा चाहिँ नछिराउनुहोस्। यसले तपाईँहरू आफैलाई असर गर्नेछ। त्यसै कारणले गर्दाखेरि राजनीतिक दलहरूको राजनीति बिनाको चाहिँ नमुना शिक्षालय बन्नेछ भन्ने आशा राखेको छु। र क्वालिटी एकदमै क्वालिटी एजुकेसन, क्वालिटी टिबेट भन्छौँ हामी, टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ, यो संस्थालाई मलाई अत्यन्तै एकदमै धेरै धन्यवाद पनि भन्न मन लाग्छ। किनकि डिप्लोमा कार्यक्रमहरू पनि यो संस्थाले चलाइराखेका छ। मैले यहाँ देखेँ आज पनि स्वास्थ्यतर्फका कार्यक्रमहरू पनि छन्, इन्जिनियरिङतर्फका कार्यक्रमहरू पनि छन्। त्यसै गरेर चाहिँ हाम्रो प्री डिप्लोमा अप्रेन्टिससिप कार्यक्रम अत्यन्तै यो टेक्निकल एजुकेसन भोकेसनल ट्रेनिङको जुन मेन यसलाई हामी कोर भन्छौँ, मान्छेको हट जस्तै हो यो। यस्तो कार्यक्रम अप्रेन्टिससिप कार्यक्रम जहाँ चाहिँ विद्यार्थीहरूले थोरै समय शिक्षालयमा बिताएर धेरै समय रियल सिचुएसनमा गएर काम गर्ने कार्यक्रम पनि चलाउनु भएको छ। विभिन्न चाहिँ सर्ट टर्म ट्रेनिङहरू पनि चलाउनु भएको छ। यो चाहिँ संस्थाले चलाएका हरेक कार्यक्रमहरू अत्यन्तै गुणस्तरयुक्त हुनेछन् भन्ने आशा गरेको छु। हामी सांस्कृतिक नृत्यलाई जोड्न चाह्यौँ। सिभिल 5औँ सेमेस्टरमा अध्ययनरत अग्रज अनुष्का थापा मगर, सुस्मिता नेपाली, क्रिस्टिना पौडेल र स्वीकृति श्रेष्ठको समूहलाई स्टेजमा आमन्त्रण गर्दछौँ भने तयारी अवस्थामा रहिदिनु हुन सिभिल 3रो सेमेस्टर अध्ययनरत सबिन विश्वकर्मा र प्रमिला गाहा मगरलाई विनम्र अनुरोध गर्दछन्। रुको
शर्मा र प्रमिला गाहा मगर। गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालन समितिका सदस्य श्री प्राध्यापक आदरणीय डाक्टर सरस्वती नेउपाने शर्माजीलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छौँ। डाक्टर सरस्वती नेउपाने पेसाले छाला तथा यौन रोग विशेषज्ञ र यो पोखरा महानगरपालिकाको नै गरिमा र गौरव बोकेको गण्डकी बहुप्राविधिक शिक्षालयमा चाहिँ स्वास्थ्य र शिक्षाको फिल्डमा रहेर सञ्चालक समितिको मार्फतबाट यो शिक्षालयमा चाहिँ जोडिन पाउँदा मेरो लागि एउटा यो ठुलो गौरवकै विषय हो र आज यस शिक्षालयको परिकल्पनाकारलाई प्रत्यक्षदर्शीको रूपमा यहाँ देखेको छु। निर्देशकज्यू श्री लक्ष्मण तिमेल सिन्हाज्यू उहाँ र सम्पूर्ण कर्मचारी शिक्षकवर्गहरू मिलेर चाहिँ आज यो उचाइमा शिक्षालयलाई देखेको छु। मैले यो केही वर्षदेखि नजिकमा रहेर निहाल्दाखेरि चाहिँ यसले आज ठुलो फड्को मारेको चाहिँ मलाई अनुभव भइरहेको छ र सालै हामीले निर्देशकलाई बिदाई गरेर नयाँ निर्देशक छनौट गरेका छौँ र उहाँ चाहिँ एकदम होनहार व्यक्तित्वलाई नै हामीले छानेका छौँ र उहाँले चाहिँ विश्वास छ, हामी सबैलाई विश्वास छ उहाँले चाहिँ यस शिक्षालयलाई चाहिँ थप उचाइमा चाहिँ लैजानुहुन्छ भन्ने कुरा चाहिँ हामीलाई सबैलाई विश्वासकै विषय छ र यो ठुलो गौरव र गरिमा कसरी भयो शिक्षालयको भन्दा यहाँ आज कोही विद्यार्थीहरू बिदाई हुनुहुँदैछ भने कोहीलाई हामी स्वागत गरिरहेका छौँ र विगत केही वर्षदेखि हाम्रो हरेक वर्ष चाहिँ विद्यार्थीहरू पास भएर उत्कृष्ट नतिजा लिएर चाहिँ बिदाई भएर जानुहुन्छ। उहाँहरूले नै गर्दाखेरि उहाँले फिल्डमा जुन प्रदर्शन गर्नुभएको छ आफ्नो नलेजको आफ्नो स्किलको
त्यसैको कारणले नै चाहिँ आज यो शिक्षालयले चाहिँ यति उचाइमा पुगेको मैले चाहिँ हजुरहरू सबै विद्यार्थीवर्गलाई चाहिँ यो महसुस गराउन चाहन्छु र हजुरहरूकै धेरै मेहनत परिश्रम र लगनशीलताको कारणले नै यो सम्भव भएको छ र आज यस नयाँ विद्यार्थीहरूलाई हामीले स्वागत गरिराख्दा पुराना विद्यार्थी सिनियर विद्यार्थीहरूले चाहिँ यही कल्चर यही मार्ग निर्देशन चाहिँ आफ्नो जुनियर स्टुडेन्टहरूलाई पनि दिनुहोला र विदाय भइराख्नु भएको विद्यार्थीहरूलाई चाहिँ उज्जवल भविष्यको लागि एकदम शुभकामना व्यक्त गर्न चाहन्छु र जो आउनुभएको छ यस शिक्षालयमा नयाँ विद्यार्थीहरूलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। यस टेक्निकल स्कुल हो, टेक्निकल विषय चुज गर्नुभएको छ, यसमा धेरै अपर्च्युनिटीहरू मैले देखेको छु। अहिलेको युग भनेको आर्टिफिसियल इन्टेलिजेन्सको युग हो। यसमा चाहिँ यो आर्टिफिसियल इन्टेलिजेन्सले चाहिँ धेरै पेसाहरूलाई चाहिँ धरापमा पनि परेको छ, तर हजुरहरूले यस्तो विषय छान्नु भएको छ त्यसलाई चाहिँ यसले कुनै असर नगर्ने भविष्यमा त्यस्तो विषय छान्नु भएको छ। त्यसको लागि म हजुरहरू सबैजनालाई चाहिँ बधाई दिँदै फेरि पनि हार्दिक स्वागत गर्दछु शिक्षालय परिवारमा। अबका क्रममा आफ्नो गायन प्रस्तुति लिएर आउँदै हुनुहुन्छ हाम्रा सहपाठी मित्र दिपदर्शन सिंह ठकुरी, सौगात भुजेल, तेज बहादुर गुरुङ। शिक्षिकाहरूद्वारा नृत्य प्रदर्शन भइरहेको छ। कृपया जोरदार तालीका साथ हाम्रा आदरणीय शिक्षिकाहरूलाई यस मञ्च
तरङ्गित बन्नेछ मनहरू सुनेर सङ्गीतको धुनहरू तरङ्गित बन्नेछ मनहरू सुनेर सङ्गीतको धुनहरू मोहित बन्नेछ कानहरू। अबको पालोमा आउँदै हुनुहुन्छ हाम्रो साङ्गीतिक प्रस्तुति लिएर सिभिल इन्जिनियरिङ 3rd सेमेस्टरबाट अविनाश तामाङ। उहाँलाई जोरदार तालीले यस स्टेजमा स्वागत गरौँ। तर बादल पारे दुखी मलाई जिस्काउँछ किन हो आज धेरै पछि तिमीसँग बोलेको तर जुनी बित्यो होला मैले मुटु सुम्पेको सधैँ चाहिँ आज पनि कुरा अधुरो नै रह्यो भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो कसरी भन्नु तिमीलाई तिम्रो आँखामा एउटा जादु छ तिम्रो मुस्कुराउने पारमा एउटा बेग्लै नै आवाज छ
गर्छु म हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म टोलाउँदैछु किन चल्दैछ बतास हेर्न पर्दैछ यो धड्कन चल्दैछ बतास हेर्न पर्दैछ यो धड्कन आँखाको सामु तिमी देख्दैछु किन आज धेरै पछि तिमीसँग बोलेको किन तिमी देख्दैनौ मैले मुटु सुम्पेको सधैँ चाहिँ आज कलेजमा चम्किरहेछ तर बाटो बारी दुखी मलाई जिस्काउँछ किन खै त तिमीले बुझेको तिमीले नै मुटु छोडेको अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको त्यहाँ छैन तिमीको मेरो त्यहाँ छैन कसरी आयो त्यहाँ छैन तिमीको मेरो त्यहाँ छैन कसरी आयो तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म मुस्कुराउने बारेमा एउटा बेग्लै नै आवाज छ तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निधाउने गर्छु म आउँदै हुनुहुन्छ अटोमोबाइल 5औं सेमेस्टरका अग्रज दिजुहरू सलिना गुरुङ र विपना अधिकारी समझ के हो आउरे हो गाउरे हो समझ के हो आउरे हो
लिएर आउँदै हुनुहुन्छ तामाङ गीतमा सामान्य चिकित्सा दोस्रो वर्षका छात्राहरू स्वस्तिका भुजेल सुभारिका मरासिनी आस्था शर्मा उहाँहरूलाई जोरदार तालिका साथ यस स्टेजमा स्वागत गरौँ। भने हामी फेरि गायनतर्फ अगाडि बढ्न चाहन्छौँ। यसै शिक्षालयको सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत छात्र सुजित विश्वकर्मालाई म यस स्टेजमा हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार है, मैले चाहिँ आज गीत गाउन लागिरहेको छु। मेरो गीतको बोल छ जिउनु नै होला छ है। संसार देखेन तिम्रो खुसी उसँग त भनेर आफैलाई बहाना बनाएर भक्तहरूको बर्बाद थिएन। सबैलाई भएको थियो मलाई पनि एक समयमा त्यस्तै माया। यो समयले मलाई पर्खिँदछु सबैको भिडमा आफ्नो भन्नु तर कसलाई आफ्नो भन्नु तर कसलाई। संसार देखेन मेरो खुसी तिमीसँग त भनेर आफैलाई बहाना बनाएर भक्तहरूको बर्बाद थिएन।
हृदयको भिडमा आफ्नो भन्नु तर कसलाई आफ्नो भन्नु तर कसलाई Tiga kursi masa gajah
गर्नुभयो विदाई गर्न लाग्दैछौँ अत्यन्त पुरा गर्नुभयो विदाई गर्न लाग्दैछौँ सुन्दर अनि उज्यालो भविष्यको शुभकामना प्रदान गर्दछौँ मनिष नेपाली मञ्जित नेपाली रूपेश कुमार मण्डल साधना अधिकारी सरस्वती खाती सर्जन नेपाली सिर्जन अधिकारी सुदीप पाठक सुमित घरती मगर सन्देश अधिकारी सर पनि कृपया मञ्चमा आइदिनु होला सन्दीप्ती मन्सिना सर सन्देश अधिकारी सर कृपया मञ्चमा आइदिनु होला प्रताप सर अनिल मङ्गिनी सरलाई पनि हामी अग्रज दाजु विजय पौडेलज्यूलाई आफ्नो शुभकामना मन्तव्य दिनु हुन हार्दिक अनुरोध गर्दछौँ आजको यस स्वागत तथा विदाई कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई म धेरैभन्दा धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथै मलाई हजुरहरूको अगाडि आएर आफ्नो कुराहरू भन्ने मौका प्रदान गरिदिनु भयो यसको लागि म ज्यादै गर्वशील महसुस गरिरहेको छु आजको यो कार्यक्रम विदाईको मात्रै कार्यक्रम होइन आजको यो कार्यक्रम हो हाम्रो एउटा सङ्घर्षशील यात्राको अन्त्य र एउटा नयाँ जीवनको थालनीको सुरुवात हो हामीले सिभिल इन्जिनियरिङ भन्ने बित्तिकै ढुङ्गा माटो घरहरूसँग सम्बन्धित हुन्छ तर वास्तवमा हामीले सिभिल इन्जिनियरिङमा के पढ्यौँ भन्दाखेरि सिभिल इन्जिनियरिङमा हामीले धैर्यता पढ्यौँ हामीले आफ्नो लक्ष्यलाई चिन्यौँ र हामीले आफ्नो अनुशासन परिणति भएपछि आफ्नो जिन्दगी सजिलै निर्वाह गर्नको लागि काफी हुन्छ कहिले पनि किताबी कुराहरू मात्रै आफ्नो जिन्दगी चलाउने आधार कहिल्यै पनि बन्दैन तपाईँको बिहेभियर कस्तो छ तपाईँको बानी व्यवहार कस्तो छ तपाईँले सिभिल इन्जिनियरिङमा 3 वर्षमा के कुरा सिक्नुभयो तपाईँको हाउभाउ बानीमा के परिवर्तन आयो त्यो कुराले तपाईँलाई धेरै प्रभाव पारिरहेको हुन्छ भोलि तपाईँ इन्जिनियरिङ गरे पनि अरू अन्य धेरै कुराहरू हुन्छन् तपाईँले इन्जिनियरिङतर्फ लिडरसिप सिक्नुभएको छ तपाईँ इन्जिनियरिङमा इन्टर्नसिप पनि सिक्नुभएको छ एउटा बिजनेसम्यान पनि बन्न सक्नुहुनेछ त्यही भएर यदि तपाईँले याचिल पढ्नुभएको छ भने डक्टरै बन्नुपर्छ इन्जिनियरिङ पढ्नुभएको छ भने इन्जिनियरिङै गर्नुपर्छ भन्ने होइन तपाईँ एउटा सफल व्यक्तित्व बन्नुहोस् तपाईँ एउटा अनुशासित व्यक्तित्व बन्नुहोस् तपाईँलाई म शुभकामना ज्ञापन गर्न चाहन्छु मेरा गुरुजनहरू तपाईँहरू शिक्षक मात्रै हुनुहुन्न तपाईँहरू मेरो जिन्दगीको हाम्रो जिन्दगीको मार्गदर्शक पनि हुनुहुन्छ म मेरो सम्पूर्ण ब्याचको तर्फबाट सम्पूर्ण गुरुहरूलाई धेरैभन्दा धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र मेरा साथीहरू हामी विभिन्न दिशाहरूबाट आएका थियौँ तर हाम्रो उद्देश्य एउटै थियो उद्देश्य के थियो भन्दाखेरि एउटा इमान्दार र एउटा सफल इन्जिनियर बनेर हामी स्कुलबाट निस्किने हाम्रो एउटै उद्देश्य थियो हामी एउटै कक्षा कोठामा बसेर पढ्यौँ हामी एउटा परिवार जस्ता भएका छौँ र आजको दिनमा हामी यहाँ छुट्टिँदैछौँ यो एकदमै दुःखको क्षण हो किनकि हामी सँगै एउटा परिवार जस्तो भएका थियौँ तर भनिन्छ मिलन र बिछोड त जिन्दगीको एउटा भाग हो यसलाई हामीले स्वीकार गरेर अगाडि बढ्नै पर्ने हुन्छ म मेरा सम्पूर्ण छुट्टिएका साथीहरूलाई सधैँभरि हजुरहरू मेरो स्मरणमा रहनुहुनेछ सम्पूर्ण सरहरूको मायालाई मैले आफ्नो मुटुमा सजाएर जाँदैछु म एक्लै जाँदै छैन मैले यो 3 वर्षमा जे कुरा यहाँबाट सिकेँ म त्यसलाई पनि आफू सँगै लाँदैछु यसको लागि म सम्पूर्ण गुरुहरू साथीहरू र यस विद्यालयलाई पनि म धेरैभन्दा धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु अब मेरो जिन्दगी सदैव अगाडि बहनेछ अब मेरो जिन्दगी सदैव अगाडि बहनेछ मलाई थाहा छ साथी तँसँगको यो मनले मेरो पिछोड सहनेछ तर म जहाँ गए पनि साथी मेरो सम्झना सदैव मेरो मुटु भित्रै रहनेछ थ्याङ्क यू सो मच
आमन्त्रण गर्दैछौँ। उहाँको गीतको बोल छ डम्फुमा सेलो। नृत्यमा रहेको छ फार्मेसी तेस्रो वर्ष पूजा चौधरी, पूजा कुमारी शाह। नृत्य लिएर आउँदै हुनुहुन्छ सिभिल इन्जिनियरिङ तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रहरू।
तिम्रो मायामा नाच्न थाले विशेष अतिथिको रूपमा पाल्नुभएका पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी श्री मुक्तिराम अर्यालज्यूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छौँ। उहाँलाई जोरदार तालीले यस स्टेजमा स्वागत गरौँ। नेपाल चाहिँ हामीले चाहिँ नि सुन्ने गरेका छौँ, हामीले बुझेका छौँ। नेपालका विश्वविद्यालयहरू, नेपालका विद्यालयहरू एउटा बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् भन्ने हामीले सुनेका छौँ। ती सबै किन यस्तो भनिया छ, किन कमेन्ट गरिन्छ भने सबै जेनरल एजुकेसनका हाम्रो सामान्य शिक्षाका स्कुलहरू थिए, सामान्य शिक्षाका तिनी विद्यालयहरू थिए। र यहाँ तपाईँहरूले जुन पढ्नु भएको छ, तपाईँहरूले जुन स्कुलमा तपाईँहरूले शिक्षा आर्जन गर्नुभयो, यो निकै त्योभन्दा फरक प्राविधिक शिक्षालय हो। यो तपाईँहरू टेक्निकल मेन पावर हुनुहुन्छ। र यहाँ अब चाहिँ यो गण्डकी प्राविधिक शिक्षालय स्थापनाको उद्देश्य नै त्यही थियो कि अब हाम्रा भाइ बहिनीहरू यो क्षेत्रका नभएर यो सम्पूर्ण नेपालभरिकै भाइ बहिनीहरू अब चाहिँ विदेशमा जान नपरोस्, नेपालमा नै बसेर रोजगार पाऊँ, तपाईँहरूले रोजगारी पाउनुहोस्। र यहाँ अहिले हामीलाई थाहा छ सबै चाहिँ गाउँका घरहरू रुत्किएका छन्। सबै चाहिँ घरमा कोही पनि छैन, सबै कि त पोखरा, काठमाडौँ, बुटवल जस्ता सहरहरूमा छन्, कि चाहिँ विदेशमा छन्, कोही खाडीमा छन्, कोही शिक्षा आर्जन गर्नको लागि युरोपियन कन्ट्रीहरू, अस्ट्रेलिया, अमेरिका जस्ता देशहरूमा छन्। र नेपालमा युवाहरू नै छैनन्। यो तपाईँ हाम्रो यथार्थ हो। र यो यथार्थलाई अब यसलाई चिर्नको निमित्त सबैलाई यहाँ रोजगारी सृजनाको लागि नै यो शिक्षालय स्थापना भएको हो। र यसमा तपाईँहरूले जुन शिक्षा आर्जन गर्नुभयो, त्यो शिक्षा तपाईँहरू यहाँबाट विदाई भएर गइरहँदा तपाईँहरूको शिक्षा सम्बन्धित क्षेत्रमा निकै नै सदुपयोग हुनेछ। तपाईँहरूले पछि आउने जेनेरेसनलाई पनि तपाईँहरूले भन्नुहुनेछ नेपालमा पनि अब प्राविधिक शिक्षाको स्थापित भइरहेको छन्। खाँचो छ, अझै अरू ठाउँमा पनि हामीले प्राविधिक यस्तै शिक्षालयहरू स्थापना गर्छौँ। हामीमा नेपालमा ठाउँमा यस्तै सहरहरूमा विभिन्न किसिमका रोजगारीहरू सिर्जना हुन्छ। हाम्रा घरहरू, हाम्रा गाउँहरू, हाम्रा बस्तीहरू रुत्किँदैनन्। हामी विदेशमा जानु पर्दैन, यहीँ हामी श्रम गर्छौँ, यहीँ हामी विभिन्न किसिमका पेसा, विभिन्न किसिमका क्षेत्रहरूमा, सङ्गठनहरूमा हामी आबद्ध हुन्छौँ। र नेपाललाई विकासको गति दिन हामी सक्षम हुन्छौँ भन्ने यो शिक्षालयको उद्देश्य हो। यो पूर्ति हुनेछ र तपाईँहरू जुन ठाउँमा जानुहुन्छ यो क्षेत्रलाई, यो संस्थालाई सम्झिनुहुनेछ र तपाईँहरू राम्रो एउटा माथिल्लो स्तरको शिक्षा लिनुहुनेछ। राम्रो रोजगारी हुनेछ र रोजगारीमा छिर्नुहुनेछ, चाहे सरकारी होस् चाहे प्राइभेट होस्, तपाईँहरू रोजगारमा आबद्ध हुनुहुनेछ। र यहाँ आज आउँदै गर्नुभएका विद्यार्थीहरू स्वागत गरेकालाई पनि म के भन्न चाहन्छु भने तपाईँले यहाँ राम्रो शिक्षा लिनुहोस्, तपाईँको यहाँ भविष्य छ। भने औपचारिक कार्यक्रमलाई यही टुङ्ग्याउँदै हाम्रो आजको सभाध्यक्ष गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक आदरणीय टेकनारायण पौडेलजीलाई माइक हस्तान्तरण गरेर हामी औपचारिक कार्यक्रमबाट बिदा हुँदैछौँ। कृपया केही भुलचुक भयो भने माफ गरिदिनु होला। धन्यवाद। समापनको सन्दर्भमा छु। आजको यो कार्यक्रम स्वागत तथा विदाई कार्यक्रम मात्रै होइन, एउटा औपचारिक कार्यक्रम मात्रै होइन, यो आशा, सङ्घर्ष, सफलता र भविष्यसँग जोडिएको गहिरो भावनात्मक क्षण हो। म सम्झिन चाहन्छु सिभिलका विद्यार्थी प्रिय विजय पौडेल, म तिमीबाट
कसरी पब्लिकमा स्पिकिङ गर्नुपर्छ भनेर सिक्न चाहन्छु। तिमीलाई 2-3वटा शब्द सार पनि लिएको छु। प्रिय विजय बाबु, तिमी यतै कतै छौ भने एकचोटि उठिदेऊ न। थ्याङ्क यू भेरी मच। विजयका लागि जोरदार ताली। म यो किन सम्झिरहेको छु भने जिपिआईको इतिहासमा यस्तो कार्यक्रमले हामीलाई भूत, वर्तमान र भविष्यलाई एउटै धागोमा बाँधेर सोच्ने अवसर प्रदान गरेको छ। किनभने हामीले विदाई गऱ्यौँ, हामीले स्वागत गऱ्यौँ अनि हामी निरन्तर यहाँ अविच्छिन्न रहेका छौँ। यस कारणले पनि हामीलाई 3वटा कालखण्डमा यसले सोच्ने अवसर प्रदान गरेको छ। नयाँ विद्यार्थीहरूका लागि म भन्न चाहन्छु, जिपिआई तपाईँहरूको केवल अध्ययन गर्ने संस्था होइन। यो तपाईँहरूको सोच, सिप, चरित्र र आत्मविश्वास निर्माण गर्ने थलो हो। यहाँ तपाईँहरूको किताबी ज्ञानसँगै व्यवहारिक सिप, अनुशासन, नेतृत्व र जिम्मेवारी सिक्नुहुनेछ। समयको कदर गर्नुहोस्, शिक्षकले दिनुभएको मार्गदर्शनलाई सम्मान गर्नुहोस् र आफ्नो लक्ष्यप्रति सधैँ इमान्दार रहनुहोस्। आज तपाईँहरू जुन सपना बोकेर यहाँ प्रवेश गर्दै हुनुहुन्छ, त्यो सपना पुरा गर्ने सामर्थ्य तपाईँभित्र छ। त्यसलाई भरिपूर्ण गराउने कोसिस शिक्षालयले गर्नेछ। विदाई हुँदै गरेका मेरा प्रिय विद्यार्थीहरू, आज तपाईँहरू संस्थाबाट बाहिर निस्किँदै हुनुहुन्छ। तर जिपिआई कहिल्यै पनि तपाईँहरूको मन र पहिचानबाट बाहिर जाँदै छैन, बाहिरिने छैन। तपाईँहरूले यहाँ सिकेको सिप, भोगेको अनुशासन र आत्मसात गरेको मूल्य नै तपाईँहरूको वास्तविक सर्टिफिकेट हो, वास्तविक डिग्री हो, वास्तविक शिक्षा हो। जीवनको बाटो सजिलो हुँदैन। कहिलेकाहीँ असफलता, निराशा र अन्यल पनि आउँछ। तर याद राख्नुहोस्, असफलता अन्त्य होइन, सफलताको तयारी हो। हार नमान्नुहोस्, निरन्तर प्रयास गर्नुहोस् र आफूलाई सधैँ अपडेट गरिराख्नुहोस्। प्रिय विद्यार्थीहरू, संसारले तपाईँलाई तपाईँको नतिजाबाट मात्र होइन, तपाईँको सोच, आचरण र इमान्दारिताबाट चिन्नेछ। सिप बिना हामीले हासिल गरेका उपाधिहरूले अर्थ राख्दैन, ती सबै अपुरो हुनेछ। चरित्र बिना सफलता स्थायी हुन सक्दैन, अस्थायी हुन्छ। त्यसैले ज्ञानसँगै नैतिकता, सिपसँगै संस्कार र सफलतासँगै विनम्रता बोकेर अघि बढ्नका लागि म आग्रह गर्दछु। जहाँ जहाँ पुगे पनि जिपिआईबाट सिकेका अनुशासन र मूल्यलाई आफ्नो पहिचान बनाइदिनुहोस्। यस अवसरमा संस्थाको उन्नतिका लागि निरन्तर समर्पित संस्थापकदेखि आजसम्म सबै जिम्मेवारी लिनुहुने शिक्षालयसँग सम्बन्धित व्यवस्थापन समिति, विद्यार्थीको निरन्तर भविष्य निर्माणका लागि लागिरहनुहुने शिक्षक साथीहरू, म सबैप्रति शिक्षालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ, विश्वास र सहयोग बिना गण्डकी बहुप्राविधिक शिक्षालय कल्पना गर्न सकिँदैन। अन्त्यमा नयाँ विद्यार्थीहरूलाई उज्जवल भविष्यको कामना र विदाई हुँदै गरेका विद्यार्थीहरूलाई सफल, स्वाभिमान र जिम्मेवार नागरिक बन्ने यात्राको लागि कामना गर्दछु र स्मरण गराउन चाहन्छु, जिपिआई हिजोसम्म जुन अवस्थामा थियो त्यसलाई अझ एक ढुङ्गा माथि उठाउनु पर्नेछ। त्यसका लागि विद्यार्थी भाइ बहिनीहरूले आफूलाई बदल्न पर्ने धेरै कुराहरू मैले अनुभूति गरेको छु। शिक्षालयको जिम्मेवारी लिएको करिब 18 दिनपछि मैले तपाईँहरूलाई दोस्रोचोटि सम्बोधन गरिरहेको छु। यो बिचमा थुप्रै खालका चुनौतीहरू सामना गर्नुपर्नेछ। केही विद्यार्थीहरूले संस्कार सिक्नुपर्नेछ। यदि जीवन बदल्ने गरी शिक्षालयमा प्रवेश गरेर संस्कार सिक्ने अवस्था भएन भने हामीले सिकाउनेछौँ। म यसका लागि स्मरण गराउँदै सबै यो कार्यक्रममा सरिक रहनुहुने सबै प्रिय विद्यार्थीहरू, तिमीहरू सबै धन्यवादको पात्र र म विशेष धन्यवाद दिन चाहन्छु पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकारीज्यू, जो युवा पनि हुनुहुन्छ, समाजमा केही गरौँ भन्ने उटुटीका साथ, साथै सानो उमेरमा प्रशासकीय प्रमुख हुनुभएको छ। उहाँबाट पनि यो शिक्षालयको विकासका लागि थुप्रै काम हुनेछ। म पनि अलिअलि शिक्षा क्षेत्रमा काम गरेको मान्छे, त्यसकारण शिक्षालयमा हामी सबै मिलेर, सँगै मिलेर, हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्नेछौँ। यो शुभकामना र यो सन्देश दिँदै आफूलाई चिन्ने, देशलाई चिनाउने र समाजलाई योगदान दिने नागरिक बन्नका लागि म सबै यो हलमा रहनुहुने, हामीलाई सुन्नुहुने, भोलिका दिनमा पनि हामीलाई हेर्नुहुने सबै समादरणीय व्यक्तित्वहरूलाई हार्दिक अनुरोध गर्दै औपचारिक सेसन समापन भएको र यसपछि 2वटा कार्यक्रम छन्, 2-3वटा कार्यक्रम छन्।
फार्मेसीको विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्दै हुनुहुन्छ। शिक्षालय प्रमुखको तर्फबाट कार्यक्रम सेड्युलमा तलमाथि भएकोमा म क्षमा चाहन्छु। केही हाम्रै छोराछोरीहरूले गरेका कार्यक्रमहरू यसलाई मन सानो नगरिदिनु होला, किनभने हामी अझै यहीँ छौँ। मैले औपचारिक सेसन सकिएको जानकारी गराउँदै अबको सेसनका लागि सम्बन्धित विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ आमन्त्रण गर्दै मेरो शुभकामना, मन्तव्य सँगसँगै धन्यवाद, मन्तव्य सँगसँगै औपचारिक सत्र समापन भएको जानकारी गराउँछु। धन्यवाद।